Hei pa hei suomen kielen ystävät, tässä videossa opiskellaan tavallinen lause ja mennään lause. यो भिडियोमा हामी साधारण किसिमका वाक्यहरुमा जुन प्रयोग हुन्छ क्रियापद र लेट्स गो, लेट्स इट, लेट्स स्लीप भन्ने जुन इंग्लिशमा बनाइन्छ, जाऊँ, खाऊँ, सुतौँ, बसौँ भन्ने रूपमा जुन राख्न मिल्छ त्यसलाई कसरी बनाउन सकिन्छ बुझ्ने प्रयास गर्नेछौं है त। फर्स्ट को कलममा राखिएको छ tavallinen lause बनाउँदाखेरि अर्थात साधारण किसिमका सेन्टेन्स बनाउँदाखेरि जुन क्रियापद बस्छ त्यो राखिएको छ भने त्यसैलाई मेन्नान किसिमको बनाउनु पर्यो भने कस्तो बन्दो रहेछ भनेर यतापट्टि राखिएको छ। यो नेपालीमा लेखिएको छ। अब यसलाई यहाँ खाली ठाउँ छोडिएको छ ताकि यसमा के जोडेर कसरी बन्छ भनेर यहाँ देखाउन सकियोस् भनेर यसमा मैले थर्ड कोलम त्यसरी छुट्याएर राखिदिएको छु। र याद गर्नु कलर पनि फरक फरक राखिएको छ ताकि यो वर्ब टाइप पनि तपाईहरुलाई बुझाउन सजिलो होस् भनेर वर्ब टाइप पनि छुट्याएर वर्ब टाइपको आधारमा कलर पनि राखिएको छ है त। र फर्स्टमा हेरौं त बोल्छु बनाउनु पर्यो त त्यो बोल्छु शब्दलाई फेरि बोलाउँ बनाउनु पर्यो। अब बोल्नु भन्ने शब्द थाहा नभएसम्म त्यो क्रियापद थाहा नभएसम्म हामीले यो बनाउन सक्दैनौं। त्यही भएर पहिला के थाहा हुनु पर्यो पुहुवा भनेको टु स्पीक अर्थात बोल्नु हो। अब यो वर्ब टाइप कति हो 1 हो। अब यो वर्ब टाइप 1 भएको हुँदा यसको पहिला अन्तिमको एउटा त हर्ड छ त्यो हामीलाई थाहा भइसकेको छ पहिलाका भिडियोहरुमा पनि देखिसकेका छौं। अब पुहु मात्रै रह्यो वार्तालो बनाउँदाखेरि अब यो पुहु यहाँ बस्छ, पुहु बस्यो। अब मीना भनेर बनाउनु पर्ने हुन्छ। फर्स्टमा बनाउँदाखेरि बोल्छु बनाउँदाखेरि एन जोडेपछि पुहुन भयो। अब यो मीना पुहुन भयो भने म बोल्छु भन्ने अर्थ लाग्छ अथवा पुहुन मात्रै भन्दा पनि हुन्छ बोल्छु बनाउनको लागि। अब यो बोलाउ बनाउनको लागि ल्याउने चाहिँ यसैलाई हो है, यसैलाई ल्याऊ मैले यहाँ राख्दिए। अब पुहुन नै राखेको छु। अब यो एन को ठाउँमा हामीले तान हाल्दियौ। अब यो हुने बित्तिकै के भयो बोलाउ भन्ने बनिहाल्यो। बोल्छु पुहुन, पुहुतान बोलाउ। अब यहाँबाट के बुझ्नु पर्यो यदि हामीले वर्ब टाइप 1 आएको छ भने त्यस्तोमा हामीले बोलाउ बनाउँदाखेरि तान अथवा ट्यान यो जोड्नु पर्ने रहेछ भनेर हामीले यहाँबाट बुझ्छौं। र यो लागु अब 3 वटै वर्ब जुन राखिएको छ यहाँ क्रियापदहरु त्यसैमा सबै वर्ब टाइप 1 भएको हुँदा त्यसमा लागु हुन्छ। अब यसमा एक्चुअली फेरि हेरौं त बस्छु बसौं। बस्छु भन्ने बित्तिकै हामीलाई थाहा छ इस्तुवा भनेको बस्नु हो। वर्ब टाइप 1 भएको हुँदा लास्टको पहिला एउटा हटाइदिन्छौं हामी इस्तु अनि अब मीनामा प्रयोग हुँदैछ हामी एन राख्छौं। इस्तुन गर्ने बित्तिकै म बस्छु भन्ने अर्थ लाग्छ। अब यसैलाई फेरि कपी गरे मैले यहाँ पेस्ट गर्दिन्छु। अब एन को ठाउँमा अब हामी राख्दियौं तान हाल्दियौं त इस्तुतान भनेको बसौं भन्ने अर्थ लाग्छ। त्यस्तै अब लेख्छुमा जाउँ है त। लेख्छु भनेको लेख्नुबाट जानी भएको हुँदा किर्योता भनेको टु राइट अर्थात लेख्नु हो। अब यसमा वार्तालो बनाउँदा यो पहिल्यै गइहाल्यो। अब एन जोड्दाखेरि अर्को टी पनि गयो भनेपछि अब के भयो किर्योतान भनेको लेख्छु भन्ने अर्थ भयो। अब यसैलाई ल्याएर मैले फेरि यहाँ त हाल्दिए किर्योतान। अब हेर्नु है त तान जोड्ने भनिएको छ। अब यहाँ हामीले एन को ठाउँमा तान जोड्दाखेरि किर्योतान हुने भयो। र यहाँ याद गर्नुपर्ने एउटा एकदमै महत्त्वपूर्ण कुरा छ यदि पर्सनल प्रोनाउन भन्दा अगाडि ए अथवा ए आएको छ भने त्यसलाई हामीले म एरो राख्दिन्छु है त। त्यसलाई हामीले ए अर्थात इंग्लिशमा भन्दा ई र फिनिशमा भन्दा ए यो बनाउनु पर्ने हुन्छ। आ ए आयो भने त्यसलाई हामीले ए बनाउनु पर्ने हुन्छ। भनेपछि अब यहाँ के हुन्छ यो टी पछि यहाँ ए आएको हुँदा यसलाई हामीले ई बनाइदिने बित्तिकै अब बनिहाल्यो किर्योतान लेख्छु, किर्योतेतान लेखौं। अब यहाँबाट बन्छ किर्योतेतान भन्यो भने ए लेखौं भन्नु पर्यो भने हामीले यो शब्द प्रयोग गर्नु पर्दछ। र कसरी बनेको थियो पर्सनल प्रोनाउन फर्स्टमा मीनामा जोडियौं। जोड्दाखेरि दुईटा टी बाट एउटा टी हटाइदियौं किनभने एन जोड्दै थियौं हामीले। अनि यसैलाई कपी गरेर यहाँ ल्याइदियौं। तर एउटा सानो चेन्ज के गर्नु पर्यो त्यो पर्सनल प्रोनाउन भन्दा अगाडि यहाँ ए भएको हुँदा त्यो ए लाई चाहिँ हामीले ई मा परिणत गर्नुपर्ने हुन्थ्यो।
त्यस्तै अब दोस्रोमा हेरौँ त दोस्रो लाइनमा यहाँ छ खान्छु खाऊ अब हामीले यहाँ सानो कुरा याद गरिसक्नुपर्ने हुन्छ यो हरियो बनाइदिएको छु कारण के थियो भने यसलाई यो अब वर्ब टाइप 2 मा जाँदैछौँ हामी है यो वर्ब टाइप 1 सकियो र वर्ब टाइप 2 मा हामी पुग्यौं अब वर्ब टाइप 2 मा खान्छु भन्नु पर्यो भने पहिला के थाहा हुनु पर्यो स्वेडा भनेको खानु हो भन्ने थाहा पाउनु पर्यो अब यो वर्ब टाइप 2 देखि चाहिँ उतापट्टि के गर्नुपर्ने हुन्छ हामीले स्वेडा जुन छ बेसिक फर्म छ त्यसैलाई नै परिवर्तन गराउनु पर्ने हुन्छ पहिला एक्चुअली मैले यहाँ राखे स्वेन भनेको खान्छु हो अघि वर्ब टाइप 1 मा हामीले के गरेका थियौं यसलाई कपी गरेर यहाँ ल्याएका थियौं अनि यसको ठाउँमा चेन्ज गरेका थियौं भने अब त्यसो गरेर मिल्दैन अब के गर्नुपर्छ म फेरि एक्चुअली यहाँ बनाइदिन्छु स्वेडा छ यो स्वेडालाई नै यतापट्टि ल्याउनु पर्ने हुन्छ वर्ब टाइप 2 बाट चाहिँ है अब यो चाहिँ स्वेन भयो कुरा सकिहाल्यो अब यसमा चाहिँ हामीले स्वेडा जुन बेसिक फर्म छ अर्थात इन्फिनिटिभ फर्म छ त्यो नै राख्ने अनि के जोड्ने एन्ड जोड्ने भनेपछि यहाँबाट के बुझ्नु पर्यो वर्ब टाइप 2 वर्ब टाइप 3 वर्ब टाइप 4 वर्ब टाइप यसरी अगाडि गएपछि वर्ब टाइप 1 बाहेक अगाडि गएपछि हामीले के गर्नु पर्दो रहेछ बेसिक फर्म जे छ त्यही राख्ने जस्तै इन्फिनिटिभ फर्म भनौं न इन्फिनिटिभ प्लस अब यसमा के गर्नु पर्यो एन अथवा एन अथवा एन यो दुईटा मध्ये एउटा राख्नु पर्ने हुन्छ अब यही फर्मुला एक्चुअली फेरि फलो गरौँ त यसमा यहाँ हेरौँ है त युआडा भनेको टु ड्रिंक भयो अब यसैलाई ल्याउँ एकचोटी अहिलेलाई ल्याएपछि सजिलो भयो युआडा यसलाई हामीले यहाँ फेरि राख्यौं अब यहाँ के भनिएको छ इन्फिनिटिभ प्लस एन अथवा एन यो राख्नु भनेको छ अब हामी एन राख्दियौं त अब बन्यो युआडान चाहिँ अब बन्यो अब फर्स्ट पर्सनमा परिवर्तन गर्दा त हामीलाई केही गाह्रो छैन एन मात्र जोडे भइहाल्यो अब यसपछि के भयो युवन भनेको पिउँछु युआडान भन्यो भने चाहिँ पिउँ भन्ने अर्थ लाग्ने भयो अब यहाँबाट के बुझ्नु पर्यो वर्ब टाइप 2 बाट उता गइसकेपछि हामी इन्फिनिटिभमा एन अथवा एन यो जोड्छौं भनेर बुझ्नु पर्यो अब एक्चुअली फेरि एकचोटि ट्राई गरौँ त पढ्छु ओपिस्केल्ला पढ्नु भयो अब यो ओपिस्केल्ला भनेको वर्ब टाइप 3 लास्टको दुईटा हटाइदियौं अब त्यसपछि ई जोडौं अनि एन जोडौं ओपिस्केलेन बन्यो अब यो भयो पढ्छु भयो अब फेरि यो पढौं बनाउनलाई फेरि पहिलाकै फर्म ल्याएर राखौं त ओपिस्केल्लान अब यो ओपिस्केल्ला अब यो भयो टु स्टडी अर्थात पढौं बनाउनको लागि ओपिस्केल्ला हामीलाई बेसिक फर्म चाहियो अब अघि भनेकै फर्मुला फेरि फलो गरौँ त यहाँ ए आएको छ अर्को एउटा ए थपौं अनि एन राखौं ओपिस्केल्लान भन्नेबित्तिकै अब पढौं भन्ने बन्यो है अब त्यस्तै जान्छु जाऊ अब जान्छु भन्नको लागि मेन्ना यो तरिकाले देखाइदिन्थे त म मेन्ना यसलाई पनि कपी गरौँ यहाँ मेन्ना राख्दियौ दुई ठाउँमा मेन्ना राख्छौं अब यो चाहिँ परिवर्तन गर्दाखेरि के हुने भयो ई आउने भयो एन आउने भयो मेनेन भयो भने अब यसलाई जाऊ बनाउनको लागि के भने अर्को ए हाल्दियौ अनि एन हाल्दियौ मेन्नान भनेपछि अब यो बन्यो र यसको टाइटल पनि लगभग यहीबाट आएको हैन च्याप्टर वाइज टाइटल हेर्नु भने अब यहाँबाट हामीले के बुझ्नु पर्यो यो ल्याए पुग्ने भयो यो इन्फिनिटिभ फर्म प्लस एन अथवा एन यो जोडेपछि भइहाल्छ अब यहाँ एक्चुअली हेरौँ त खेल्छु खेलौं खेल्छुमा बनाउँ त पेलाता भनेको टु प्ले यसमा पनि पेलाता लेखौं अब यसमा त सजिलो भयो अर्को ए एन गर्नेबित्तिकै पेलातान भयो भने खेलौं बनिहाल्यो अब यसमा के हुने भयो अर्को ए राख्यो अनि एन राख्यो पेलान पेलातान खेल्छु खेलौं यो बन्ने भए अब छान्छु छानौं यसमा हेरौँ त छान्छु भनेको बालिताबाट आएको हो अब बालिताबाट वर्ब टाइप 5 भएको हुँदा बालित सेन बन्न जान्छ अब फेरि यसमा पनि बालिता राखौं वर्ब टाइप 5 हो इन्फिनिटिभ प्लस एन राख्ने हो भनेपछि अब के गर्ने यसमा फेरि एन बालितान भनेपछि के भयो छानौं भन्ने अर्थ लाग्ने भयो अब यहाँबाट हामीले के बुझिन्छ यदि साधारण किसिमका सेन्टेन्समा प्रयोग गरिदैछ भने हामीले वर्ब टाइप 1 रहेछ भने तान अथवा त्यान यो जोड्ने तर पर्सनल प्रोनाउन भन्दा अगाडि चाहिँ ए अथवा ए छ भने त्यसलाई ई बनाइदिने
बाँकी रह्यो भर्ब टाइप 2 बाट उतापट्टि त्यसमा हामीले इन्फिनिटिभ ल्याउने र त्यसमा हामीले एन अथवा एएन जोडेपछि हामीलाई जुन खाऊ सुतौं बोलौं जाऊं भन्ने फर्मेटमा हामी बनाउँछौं सेन्टेन्स त्यसको लागि हामीलाई क्रियापद बनाउन सजिलो भयो है त आशा गर्दछु तपाईले यो भिडियोबाट साधारण किसिमका सेन्टेन्स जुन हामीले पहिला पनि सिकेकै थियौं र मेन नाउन अर्थात जाऊं खाऊं सुतौं बसौं पढौं भन्नको लागि बनाउनु पर्दाखेरि जुन क्रियापद राख्नको लागि हामीले कसरी सकिदो रहेछ भनेर बुझ्नु भयो होला भन्ने आशा गर्दै आउँदो भिडियोमा फेरि हामी अर्कै कुनै विषय सिक्ने छौं है त ल यो भिडियोलाई हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद थ्यांक यू भेरी मच बाइ बाइ